विधवा वृद्ध वृद्धाहरूको मागको लागि म ध्रुव कोइराला, निपनिया बस्ती, मिरिक खण्ड, दार्जिलिङबाट सम्माननीय मुख्यमन्त्री ममता ब्यानर्जी, पश्चिम बङ्गाल सरकार समक्ष सोझै म एउटा बिन्ती टक्राउन चाहन्छु कि जति पनि हजुरले यहाँनिर सबै थोकलाई हेरविचार गरिदिनु हो। अब जसले लक्ष्मी भण्डारमा पनि 500 रुपियाँ पाएका थिए, त्यति बेला मैले पनि द्वारे सरकार मार्फतै 1000 रुपियाँ पाएको थिएँ। अब अहिलेसम्म 1000 को 1000 छ। उहाँहरूको त तीन गुणा बढिसक्यो, हाम्रो त बढ्दैन। अब मैले यस्तो म जस्तो अरू पनि धेरैजना पाइरहनेहरूको कतिको नाम काटिएको छ, खोजी गर्न सक्दैनन्। अनाथ वृद्धहरू, अनपढ वृद्धहरू अन्यायमा परेका छन्, खोजी गर्न सकेका छैनन्। अब यसको खोजी गरेर यिनीहरूलाई दिलाइदिनु र अनि अरूकै सरह हामीलाई यो वृद्ध भत्ता, विधवा जति सबैलाई चाहिँ अहिलेको भाउ महँगी अनुसारको वृत्ति गराइदिनुहोस् हुन्छ। अनि जसको पाएकै छैनन्, जसको पाएको हराएको छ, पाएका छैनन् उहाँहरूको लागि पनि, अनि जसले चाहिँ पाएकै छैनन् 80-85 वर्षको मान्छेले पनि नपाइकन छन्, उहाँहरूलाई पनि पुनः खोजी गरिकन यो दिलाइदिनुहुन्छ कि भन्ने आशा गर्दछु म। किनभनेदेखि अब मैले अगाडि पनि 2 पल्ट त माग राखेँ। मैले ग्राम पञ्चायत, पञ्चायत समिति, बिडिओ, जिटिए भन्दै राज्य सरकार, केन्द्र सरकार भन्दै दिएँ मैले। अहिले भिन्नै तरिकाले सिधा म मुख्यमन्त्री ममता ब्यानर्जी, पश्चिम बङ्गाल सरकार समक्ष ठाडै म बिन्ती गर्छु कि उहाँहरूको पनि र मेरो पनि भलाइ गरिदिनुहुन्छ, एउटा उचित व्यवस्था गरिदिनुहुन्छ भनेर म अर्जी गर्दछु कि हजुर समक्ष कसैले बोल्न पाउँदैन, म पनि बोल्न पाउँदिनँ। अब त्यहाँ पुगेर म बोल्न सक्दिनँ। म वृद्ध 86 वर्षको रोगी बिमारी मान्छे छु। यहाँबाट मैले सोझै मैले बिन्ती पत्र टक्राएको छु। यो गरिबी भन्नु, अब धनी हुने खानेका त छोराहरूले हेरे भनेदेखि उनीहरूको गुजारा चल्छ, तर गरिबहरूको त मरण परिरहेको छ, अनाथ भइरहेछन्, माग गर्न जान सक्दैनन्। मै त सक्दिनँ, त्यहाँ आउन सक्दिनँ। आए त म ठाडै बिन्ती गर्ने थिएँ होला, तर म सक्दिनँ, म जान्दिनँ, पाउँदिनँ। त्यस कारणमा मैले यहाँबाट यो निवेदन टक्राएको छु। रिसानी माफ गर्नुहोस्। मैले डाइरेक्टै गरेँ भने पनि गर्दा मात्रै पाउँछु होला भन्ने आशा मलाई भरोसा लाग्यो। अब के अरे जसरी हुन्छ यहाँका यी वृद्ध विधवाहरूको चाहिँ उद्धार गरिदिनुहोस् सबैको लागि भनेर म माग राख्छु। म आफ्नो निजा लागि मात्रै होइन, सबैका लागि होस् भन्दै बिन्ती टक्राउँदै हजुर समक्ष यो मेरो अर्जी सुनिदिनुहोस्, बुझिदिनुहोस् मुख्यमन्त्रीले, अनि सम्पूर्ण दर्शकवृन्दहरूले पनि हेरिदिनुहोस्। त्यसमाथि फेरि जो मिडियाहरू हुनुहुन्छ, मिडियावर्गहरू, हजुरहरूले चाहिँ मुख्यमन्त्रीको कानसम्म यो आवाज पुर्याइदिनुहुन्छ र यो दार्जिलिङ पहाड तराई डुवर्ससम्मको मानिसको चाहिँ कल्याण होस् भनेर म आशा गर्दछु। धन्यवाद। म ध्रुव कोइराला, निपनिया बस्ती।